नमस्ते सबैजना सन्चै हुन्छ म नै एकदम सन्चै गाइज आजको ब्लगमा चाहिँ मैले के भन्न चाहे भने सर हिस्ट्री आर्यल गाइज तपाईहरुले चिन्नुहुन्छ नै लगभग 11 मन्थ जति चाहिँ भयो उहाँको पहिला चाहिँ यताहरु चाहिँ आएर जामजुम आन्दैछ त अब के कुरामा चाहिँ त्यति बारे थाहा छैन हिस्ट्रीको भिडियो हेरौँ। तपाईको नाम के हो दाइ? मेरो नाम मिस्टर हिस्ट्री। ए त्यो डट टेम्पलमा कुटे खानेवाला? केही गल्ती भयो होला कहाँ भयो सोच्नै सकिन नराम्रो शब्द बोले होला यो ओठलाई रोक्नै आजलाई चाहिँ हामी स्टप गरेको छौँ यो वेटको कारणले गर्दाखेरि यो वेट रेस चाहिँ गर्न सकिँदैन हामीले हैन। र भोलि सी यू टुमोरो गाइस ल थ्यांक यू सो मच बधाई हो ल बधाई हो। फेरि हान्दिएर त्यत्तिकै म नके यतिकै हिँडिरहेको थियो आएर हान्दिएर के हो यार म झन् सबैजनासँग मिलेर हिँडौँ मिलेर गरौँ भनेर म झन् जहिले हिँड्दाखेरि पनि मैले राम्रो सोचेर हिँडेको मान्छेहरू इजबले हान्दिएर यसपालि चाहिँ पहिला सेट मैले नके यिनीहरूलाई मैले कति राम्रो भन्ने सोचेर फेरि आएर हान्दिएर एकजनाले मात्र हानेको होइन क्या 4-5 सबैजनाले हान्यो यिनीहरू सबैजनाले हान्यो। सुरुमा इजबले चार्ज गर्यो अनि त्यसपछि अनि मनिष गुरुङ आयो अनि त्यहाँबाट अनि अर्को त्यो केटाहरू सबजना आयो। सो यहाँ भएको चाहिँ के थियो भने म सर र यहाँबाट हेलमेट लिनको लागि गइरहेको थिएँ दिदीको गाडीमा चाहिँ हेलमेट थियो यता साइडमा अनि म गइरहेको थिएँ अनि उनीहरूको त्यो एउटा पिट हुन्छ क्या बाइकहरू राख्ने उसको केटाहरूको बाइकहरू राख्ने ठाउँ हुन्छ क्या अनि उनीहरू चाहिँ त्यहाँ बसिरहेको रहेछ अनि त्यहाँबाट म सरसर गएँ अनि भने मैले त मलाई भने होइन होला भने म सरसर गएँ अरे अनि त्यहाँबाट अनि अझै पनि मैले त्यो नसुने जस्तो अनि गाडी खोल्दै थिएँ म के भन्छ दिदीको गाडीमा थियो नि त हेलमेट अनि गाडी खोल्दै थिएँ तँलाई नै भने आएर झ्याम आएर हान्दिएर बाइक चलाउन सक्दिनँ कि यार आँखादेखि छोड्यो। भर्खर लास्ट दुख्न थाल्यो क्या त्यहाँ टाउको यो शून्य छ अनि चौकी जान्छु भनेर हिँडेको तर त्यहाँ चाहिँ ट्राफिक कार्यालय थियो रहेछ चौकी होइन रहेछ अनि त्यहाँको म्यामहरूले ट्राफिक म्यामहरूले चाहिँ मलाई यताबाट यसरी जानु तपाईँले एकदमै ब्लिडिङ भएको रहेछ यताउता भनेर सम्झाउँदै हुनुहुन्थ्यो। थ्याङ्क यू सो मच म्याम एकदम खुसी लाग्यो त्यति बेला हाम्रो सपोर्ट गरिदिनु भयो बुझिदिनु भयो है। पनि देखिसक्नुभयो होला अब यस्तै हो अब यस्तै हो हाम्रो नेपालमा होइन। पहिला चाहिँ हिस्ट्री गाईले के भन्नु भएछ भनेर चाहिँ अब पहिला चाहिँ अब छोडियो अब आफ्नो मान्छे अब आफ्नै साथीहरू रहेछ कि उहाँहरू चाहिँ पहिला अब आफ्नै साथी भने चाहिँ अब पहिलाको टाइममा चाहिँ अब आमाबाट अब पिटे पनि अब छोडेँ अब अहिलेको टाइममा चाहिँ मलाई अब झन् स्टेसन यस्तो झन् उस गऱ्यो अब आफ्नो मान्छे भने चाहिँ हुने रहन्छ पनि भन्ने चाहिँ कुरा गर्नुभएको छ भिडियो मार्फत तपाईँहरूले सुनिसक्नुभयो। चाहिँ त्यति चाहिँ थाहा छैन त्यही पनि इजरायललाई सपोर्ट र अब इजरायलको चाहिँ हामी म चाहिँ फ्यान भएको कारण चाहिँ म यो सब
यो सब बोल्दैछु तर बोल्दैछु सबैजनाले यसरी दाइलाई गएर सब्सक्राइब अहिलेको टाइममा सब्सक्राइब भन्दा पनि उहाँलाई सपोर्टिङ चाहिरहेछ सपोर्ट गर्नु होला र मेरो कमेन्टमा पनि मेरो भिडियोमा चाहिँ यो भिडियोमा चाहिँ कमेन्ट गर्नु होला अरु के खालका भिडियो के खालको सपोर्टिङ भिडियोहरु चाहिन्छ भनेर चाहिँ तपाईले कमेन्ट गर्नु होला र अरु यति नै हो अब यस्तै रहेको साथी त्यस्तै रहेछन् नेक्स्ट पर्सि भोलितिर आउँछ अहिले चाहिँ यो फर्स्ट भनौं गाईको फर्स्ट कुटै खाएको चाहिँ आज आउँछ ल अब फेरि भोलिको ब्लगमा भेटौँला कस्तो हुन्छ दिन अझै बाहिर पानी परिरह म चाहिँ यस्तो बेला चाहिँ यसैले सपोर्ट गरौँ न हैन भिडियो बनाएर पनि सपोर्ट हुन्छ नि त अब यस्तो अन्त चाहिँ ल बाइ बाइ गाइस फेरि नेक्स्ट ब्लगमा भेटौँला गाइस आज केही भन्नु लाइक एन्ड सब्सक्राइब प्लिज गर्नु होला र यो भिडियोलाई एकदम ग्रो गरेर यस्तै अहिले चाहिँ एकदम साथ सपोर्टमा देखाउनलाई